हे गाइज वेलकम ब्याक टु माई च्यानल सुदन टेक। सो गाइज आज म तपाईँहरूको लागि फेरि एउटा नयाँ रिचार्ज अर्निङ एप लिएर आएको छु र यस एपदेखि रिचार्ज कसरी गर्ने र यसको पेमेन्ट प्रुफ पनि म तपाईँहरूले यो भिडियोमा देखाउनेछु। सो फर्स्ट अफ अल यो एप तपाईँहरूले आफ्नो फोनमा इन्स्टल गर्नुपर्ने हुन्छ। त्यसको लागि यस एपको लिङ्क चाहिँ मैले भिडियोको डिस्क्रिप्सन बक्समा दिएको छु होइन, तपाईँले त्यहाँदेखि नै इन्स्टल गर्नुहोला। त्यहाँ दिएको लिङ्कमा तपाईँले क्लिक गर्नुभयो भने तपाईँहरू यस्तै कुनै ब्राउजरमा जानुहुन्छ अनि त्यहाँ गइसकेपछि ओपन इन प्ले मार्केटमा क्लिक गर्नुहोला। अनि यहाँ क्लिक गरिसकेपछि तपाईँहरू प्ले स्टोरमा रिडाइरेक्ट हुनुहुन्छ अनि तपाईँले यहाँदेखि यो रिङ एप भन्ने इन्स्टलमा क्लिक गरेर इन्स्टल गर्नुहोला। त्यसपछि ओपन गर्नुहोला। अब ओपन गरिसकेपछि तपाईँहरूले चाहिँ अब सुरुमा साइनअप गर्नुपर्ने हुन्छ। र मैले यहाँ जे गर्छु तपाईँहरूले पनि त्यो प्रोसेस गर्नुहोला। आई एग्रीमा क्लिक गर्नुहोला अनि यो चाहिँ स्किप हानिदिनु होला। माथि यहाँ स्किपमा क्लिक गरेर अब तपाईँहरूले साइनअप गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँ साइनअप लेखेको छ, यहाँ क्लिक गर्नुहोस् अनि तपाईँहरूले पर्मिसनहरू सोध्छ, सब एक्सेप्ट गरिदिनु होला। अब एक्सेप्ट गरिसकेपछि तपाईँले यो फेरि दुईवटा टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गरेर स्टार्टमा क्लिक गर्नुहोला। अब यहाँ चाहिँ तपाईँहरूले आफ्नो मोबाइल नम्बर टाइप गर्नुहोला। मोबाइल नम्बर टाइप गरिसकेपछि तपाईँले यहाँ कन्फर्म नम्बर लेखेको छ, यसमा क्लिक गर्नुहोला। अब तपाईँले यहाँ क्लिक गरिसकेपछि तपाईँले जुन नम्बर टाइप गर्नुभएको छ त्यो नम्बरमा अटोमेटिक एउटा कल आउँछ र यसको भेरिफिकेसन चाहिँ अटोमेटिक कम्प्लिट हुन्छ। त्यसैले तपाईँहरूले यहाँ साइनअप गर्दाखेरि चाहिँ आफ्नो फोनमा जुन नम्बर छ त्यो नम्बर नै राख्नु होला, नत्र भने तपाईँहरूको भेरिफिकेसन चाहिँ हुँदैन। यसमा चाहिँ भेरिफिकेसन कोड भन्दा पनि तपाईँहरूको भेरिफिकेसन कल आउने हुनाले आफ्नो मोबाइलमा भएको सिम कार्डको नम्बरै टाइप गर्नु होला। अरू फोनमा छ भने त्यो चाहिँ नगर्नु होला, भेरिफिकेसन चाहिँ हुँदैन। एकछिन तपाईँले वेट गर्नु होला। अब यहाँ चाहिँ सो भेरिफिकेसन भइसकेपछि तपाईँले चाहिँ यहाँ आफ्नो नाम टाइप गर्नुपर्ने हुन्छ। तपाईँले यहाँ जे पनि नाम राख्न सक्नुहुन्छ। नाम राखेर नेक्स्टमा क्लिक गर्नु होला अनि यहाँ अर्को नम्बर राख भन्न सक्छ होइन, त्यो चाहिँ लेटरमा क्लिक गरिदिनु होला। अब यति गरिदिइसकेपछि तपाईँहरूको यसमा तपाईँहरूको साइनअप प्रोसेस चाहिँ सक्यो। अब साइनअप त गरिसक्नुभयो। अब यसमा कसरी अन गर्ने त्यो बारेमा भन्छु। त्यसको लागि चाहिँ तपाईँले यहाँ टास्क लेखेको देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नु होला। अब यहाँ क्लिक गरिसकेपछि जस्तो अब यहाँ टास्कहरू पनि दिन्छ तपाईँहरूले। अब रिफर मात्रै गर्न सक्नुहुन्छ होइन, कि तपाईँले टास्कहरू कम्प्लिट गरेर पनि अन गर्न सक्नुहुन्छ। अनि तपाईँले यहाँ रिजेक्ट द कल भनेको छ, यो रनमा क्लिक गर्नुभयो भने तपाईँलाई फोन आउँछ एउटा, त्यो रिजेक्ट गर्नुभयो भने तपाईँले 2.74 रुपिस पाउनुहुन्छ। यो चाहिँ टास्कको भयो। अब चाहिँ म रिफर गरेर कसरी अन गर्ने त्यो बारेमा भन्छु। त्यसको लागि यहाँ तल यो अप्सन देख्न सक्नुहुन्छ मान्छेको जस्तो होइन, यसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँहरूले चाहिँ अब आफ्नो रिफरल कोड पाउनुहुन्छ होइन। त्यसको लागि सेयर गर्नुको लागि चाहिँ तपाईँले यहाँ सेयर लेखेको छ, यसमा टाइप गरेर यसमा क्लिक गरेर तपाईँले अब कहाँ सेयर गर्न चाहनुहुन्छ होइन, आफ्नो साथीहरूलाई मेसेन्जरमा भने मेसेन्जर क्लिक गरेर सेन्ड गर्न सक्नुहुन्छ त्यो लिङ्क। अनि तपाईँहरूको यदि साथीहरूले त्यो लिङ्कदेखि इन्स्टल गर्यो भने चाहिँ तपाईँहरूले पैसा पाउनुहुन्छ। यहाँ पैसा चाहिँ अब लिमिट्स धेरै देशअनुसार फरक छ यो पैसा चाहिँ। जस्तै तपाईँले अब डेनमार्ककोलाई रिफर गर्नुभयो भने चाहिँ तपाईँले 136.87 रुपिस पाउनुहुन्छ। त्यसै गरी नेपालको लागि रिफर गर्नुभयो भने चाहिँ म देखाउँछु तपाईँहरूलाई। नेपाललाई रिफर गरेपछि चाहिँ तपाईँले 27.37 रुपिस पाउनुहुन्छ। यो चाहिँ नेपालमा रिफर गरेको हो। यसै गरी तपाईँले अब अरू देशमा जस्तै अस्ट्रेलियामा कोही साथीहरू छन् भने तपाईँले यो लिङ्क पठाउनु भयो भने र उनीहरूले अस्ट्रेलियन नम्बरमा रेजिस्टर गर्यो भने तपाईँहरूले 136.87 रुपिस पाउन सक्नुहुन्छ। सो यो त थियो तपाईँहरूको रिफर गर्ने तरिका र कसरी अन गर्ने यसमा चाहिँ। अब म तपाईँहरूलाई यसको अन गरेको पैसा चाहिँ तपाईँहरूलाई यहाँ माथि देखाइरहेको छ 2.74 रुपिस होइन। अब यो विथड्र कसरी गर्ने त्यो बारेमा पनि देखाउँछु म तपाईँहरूलाई। विथड्र गरेको पेमेन्ट प्रुफ पनि देखाउँछु। सो विथड्र गर्नुको लागि चाहिँ माथि देखाएको ब्यालेन्समा क्लिक गर्नु होला अनि त्यसपछि त्यहाँ हरियो विथड्रमा क्लिक गर्नु होला। अनि यति गरिदिइसकेपछि तपाईँको विथड्र प्रोसेस सुरु हुन्छ र तपाईँहरूको जुन नम्बरमा रेजिस्टर गर्नुभएको छ होइन त्यो नम्बरमा चाहिँ तपाईँहरूको सजिलैसँग ब्यालेन्स आउँछ। र यसमा चाहिँ तपाईँले दिनमा 2 चोटि मात्रै विथड्र गर्न सक्नुहुन्छ होइन। अब जति पनि गर्न सक्नुहुन्छ तर दिनमा 2 चोटि मात्रै। यही थियो तपाईँहरूको यसको यो एपको चाहिँ पेमेन्ट प्रुफ। सो गाइज तपाईँले पनि यो एप इन्स्टल गरेर आजदेखि अर्निङ गर्न सक्नुहुन्छ।